Hi everyone, so this will be my today's look. So now getting ready, आज चाहिँ घर पनि जानुपर्ने छ and I have some work in bazaar. So म चाहिँ एमसी मार्ग जाँदैछु है अनि वेदर एकदमै राम्रो रहेछ लाइक अलवेज दसैँको घाम लागिरहेको हो अनि एकदमै गरम थियो युरोपियन समर जस्तो सो आई हेड सम वर्क इन दिस दरबार पेपर पाउने ठाउँ है न्यू मार्केटमा सो आई बट सम एन्ड देन आई ह्याड सम वर्क इन दृष्टि प्रिन्टिङ अल्सो त्यहाँ केही रिसिभहरू गर्नु थियो मेरो एन्ड आफ्टर द्याट म चाहिँ गोइङ टु वाजरा स्ट्यान्ड त्यहाँदेखि चाहिँ मेरो गाडी हुन्छ है सो आई हेड सम वर्क इन वाजरा मल अल्सो है त्यहाँ गयो भने चाहिँ फिट चेक गर्नै पर्ने हो सो देयर आर लट अफ अफरहरू पुरा रहेछ है दसैँको एन्ड लिटल बिट अफ फिट चेक सो दिस इज हाउ एम लुकिङ टुडे सो अब चाहिँ म मङ्गन गएको है सो मलाई छिट्टो पुग्नुपर्ने छ मङ्गनमा किनकि आई हेभ लट अफ वर्क देयर सो यहाँदेखि चाहिँ मङ्गन चाहिँ है गान्तोकदेखि 2.5 आवर्समा पुग्छ सो या आई हेभ टु रिच बिफोर 4 है सो बाटोमा चाहिँ अलिकति चटपटे खानु लागि गाडी रोकेको थियो है त्यहाँ चाहिँ आई वान्टेड टु ट्राई सम चटपटे अन्त आन्टीले मलाई एकदम स्क्याम गर्यो सी टोल्ड मी सिल गिभ मी गिलो चटपटे है तर उसले चाहिँ के गर्यो भन्दा चाहिँ पानीपुरीको त्यो झोल हालिदिँदो रहेछ गिलो चटपटी भन्दो रहेछ हो अनि उहाँलाई मैले अलिक सिकाइदिइराखेको थिएँ है इट सुड नट बी लाइक दिस भनेर सो अब खान त खाएँ है बट द टेस्ट अब के भन्नु पानीपुरीको झोल हालेको सोचिहाल्नु चटपटीमा कस्तो हुन्छ है अब हरेको त्यो ओसेको चटपटी जस्तो भयो इट वाज नट गुड एट अल सो या मैले चाहिँ पहिला डिक्सोमा खाएको थिएँ त्यो एकदम मिठो थियो त्यस्तो सोचेर खाएँ है तर बट होइन रहेछ सो बाटोमा एकदमै जामहरू थियो है राङराङ पुग्दा चाहिँ हो सो त्यहाँ अलिक बेसी टाइम कन्ज्युम भयो सो या थ्याङ्क गड छिटै खोलिहाल्यो जाम सो नाउ गोइङ अप यहाँदेखि चाहिँ अलिकति कति भन्नु 20 मिनट्सतिर चाहिँ मङ्गन पुगिहाल्छ सो या बाटो चाहिँ यस्तो छ हाम्रो है राङराङ टु मङ्गन चाहिँ अलिकति कच्चा छ रोडहरू एन्ड देन या आई रिच्ड अब चाहिँ अलमोस्ट देयर मङ्गन पनि पुगेँ है सो आई हेड सम वर्क इन युनियन ब्याङ्क एन्ड देन है त्यहाँदेखि अलिक अफिस पनि जानुपर्ने थियो है बाटोमा अलिक त्यो पूजामा ढोकी पनि राखेँ सो यहाँ तलको बिडिओ अफिस जानुपर्ने थियो मेरो बिकज टुडे इज लास्ट वर्किङ डे रहेछ है सो मलाई त्यही कारण अलिकति ढिलो भयो है काम त त्यस्तो भएन बट स्टिल अब अलिकति चाहिँ भयो सो मेरो सिस्टर्सहरू चाहिँ मलाई पर्खिरहेको थियो है मेरो 2 नर्सेसहरू चाहिँ मलाई पर्खिरहेको रहेछ अनि उनीहरूले मलाई उनीहरूसँग गएँ घर अब चाहिँ म हो अनि मजा आयो गफ गर्दै गर्दै गएँ है सो ह्याप्पी टु सी देम आफ्टर 5-6 days or so आई डोन्ट नो सो नानीहरूलाई पनि बाटोमा भेटेँ अनि उनीहरूलाई मैले स्मल साइजको डेरी मिल्क दिएँ अन्त देन या वी रिच्ड एन्ड हाम्रो घरमा चाहिँ एकदमै बेसी अम्बकहरू छ बाटोतिर हो सो अम्बक खाँदै खाँदै है गएको अन्त अलिकति पानी पर्दै रहेछ घाम पानी है त्यस्तो सेलको बिहा हुँदै रहेछ अनि मजा आयो उनीहरू चाहिँ छाता ओऱ्यो बट इट वाज ओके फर मी बिकज मलाई एकदमै गरम भइरहेको थियो एन्ड या आई रियली आइ एम सो ह्याप्पी टु गेट ब्याक होम सो अब यस्तो किन खुसी छु भन्दा चाहिँ यस्तो बेसी अम्बकै अम्बक बाटोमा हो के चिजहरू पाउँछ सो विच इज लग्जरी फर मी एन्ड या अम्बक पनि एकदमै मिठो थियो सो एकदम पाकिसकेको छ अम्बकको सिजन हो अब चाहिँ है so it's a season fruit so अम्बक खाँदै खाँदै अब चाहिँ घर पुगेँ है यहाँबाट अलिकति हिँड्नुपर्ने थियो सो वी रिच आवर होम या अन्त वेदर चाहिँ एकदमै राम्रो भइरहेको छ हो सो माई ब्युटिफुल नर्सेस अफ मङ्गन हस्पिटल है उहाँहरूलाई चाहिँ अब म चिया बनाएर दिन्छु हो एकजना त मेरो दिदी हो अन्त या मेरो निसले मलाई पर्खिरहेको रहेछ